म खुसी भएको छु। के इच्छा लाग्छ वरदान माग भन्छ। मैले हजुरको दर्शन पाएँ प्रभु, त्यसैले म अत्यन्तै खुसी छु प्रभु। होइन त्यसो नभन्दाखेरि भक्त, आज तिमीले जङ्गलमा आएर रुखुनी बसेर कमाटी कसेर मेरो आराधना गर्यो। हेर ठुल्ठुला ऋषि महर्षिले पनि यस्तो आराधना गरे। हेर तिम्रो स्वरूप यस्तो छ, चराको जस्तो तिम्रो पनि यो दिव्य मुखमण्डल छ। तर पनि आज मैले मेरो आराधना गऱ्यो, पुकार गऱ्यो र ध्यान गऱ्यो। प्रभु, म यो घनघोर जङ्गलमा परेथी कसेर कम्मर कसेर स्वयं हजुरको मैले तपस्या गरेको छु, ध्यान गरेको छु प्रभु। त्यसैले हजुरले दर्शन दिनुभयो प्रभु। म आफै धन सम्पत्ति केही पनि चाहिँदैन प्रभु, स्वयं मेरो अगाडि हजुर नै आउनु भएको छ प्रभु। म अत्यन्तै खुसी छु। त्यसैले प्रभु, आज म हजुरसँग नृत्य गर्न चाहन्छु प्रभु।